यता फर्क हेलो एभ्रिवान वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेर हजुरले मेरो थम्बनेल देखेर थाहा पाइसक्नु भयो होला। हामी चाहिँ हाइक जाँदैछौँ। अहिले चाहिँ हामी निस्किन लागेको। हामी चाहिँ हाम्रो गड्डी निकाल्दैछौँ यहाँ सरर हाम्रो तोत्रो बाइकमा हिँडी जय शम्भु भने रेडी हो? रेडी ल लेट्स गो है। हाम्रो मनमा वाइ वाइ अन द वे गाइस, हामी अन द वे छौँ। यस्तो दामी वेदर छ नि, एक्सपेक्ट गरेको थिएन यस्तो छ भनेर। हाम्रो त जाडो हुन्छ कि जस्तो डर लाग्थ्यो, तर दामी है वेदर चाहिँ। मेरो हेलमेटमा नजाऊ है गाइस, मेरो हेलमेटमा नजाऊ, जोगाडु हो। ओके डोन्ट वरी। उ त्यहाँबाट बाटो छुट्टे छ, उता जानु पर्ने, यता आएछौँ। मैले भन्दै थिएँ त उता हेर न आउँछ हेरिरहेको छु त। सरी बाबा। सो हाम्रो चाहिँ अब यहाँबाट ट्रेक के भन्छ ए हाइक सुरु भयो। अब चाहिँ हाम्रो यहाँबाट हाइक सुरु भयो, हेर्न सक्नुहुन्छ। यस्तो दामी वेदर रहेछ नि। हामी आज पर्फेक्ट डेमा आइरहेछौँ। सो यस लेट्स गो। कस्तो छ एकदमै पिसफुल ठाउँ, तर अलि यहाँ चाहिँ ब्युटी, यहाँको ब्युटी चाहिँ अहिले देखिँदैन होइन। किन भन्दाखेरि यहाँ अहिले रुखहरू पुरै नाङ्गे भुतुङ्गै छन्। यहाँ चाहिँ एकदमै अब बिस्तारै हरियाली हुन्छ, तर फलमा चाहिँ एकदमै ब्युटिफुल देखिँदो रहेछ जस्तो लाग्यो यो ठाउँ। धेरै पछि घाम खाइयो छ, घाम खोलाको शीतल साइडमा। पौडी हाल्न जाऊ तिमी यता फर्क न। मजा आइरहेछ। हामी त मस्त हिँडिरहेछौँ, पानी खाइरहेछौँ होइन रोशन सर? यस्तो हेन्सी देखेको छ आज मेरो रोशन। है चेन्सी यस्तै छ। खोला नाला वन जङ्गलले नेपाल झल्काइरहेछ हामीलाई। अलि रुखहरू नाङ्गा भयो। ठिकै छ, रमाइलो छ गाइस, रमाइलो छ। गाइजहरू यहाँ चाहिँ मृग आएको अवस्था 1 2 3 4 5। तर यो मृग नै हो। मृग आएको जसरी बाघा हो के रश्मि भन त। म भए त अबि हेर विश्वासै रहेन। म त कहाँ रुखमा चढिहाल्छ नि तिमीलाई लिएर। तिमी पादर भइहाल्यो। तर रुखमा चढ्न बाघ होइन। बाघ आउँदाखेरि माथि चढ्नु रे, भालु आउँदाखेरि चाहिँ तल झर्नु रे। बुझेको पनि? त्यो भालुको त्यो बाल हुन्छ नि यस्तोमा, त्यसले सायद है म राइट होइन होला त्यो त। भालुको कुरामा चाहिँ होइन, त्यो पनि त डेन्जर हो नि त। नक्कल पनि कति पार्न जानेको। हिँडाइ हेर्नु न, हिँडाइ फेरि लौ लौ। हामी चाहिँ यहाँ आइपुग्यौँ। हामी यो त्यस्तो ठुलो यात्रा रहेन रहेछ हाम्रो, हामीलाई पनि थाहा भएन। हामी यहाँ आइपुग्यौँ, तर जति पनि आयौँ हिँड्यौँ होइन, एकदमै आनन्द राम्रो रहेछ। वी रियली इन्जोय इट। है रश्मि पाण्डेज्यू, गर्मी छ नि आज लास्टै मजा आयो आज। जस्तो आफ्टर अ लङ टाइम यसरी बाहिर निस्केर। अनि यो हाम्रो फर्स्ट टाइम हो यसरी दुईजना हिँडेको भनेको है। एकदमै खुसी लाग्यो, एकदमै राम्रो लाग्यो। अनि उता स्कुटर लिनु गएर त्यसपछि अर्को कतै चलिदिउँला फेरि। Such a beautiful day. नक्कली मोरी तिमीलाई मायाको डोरी लाने लाने छु भटभटेमा यो 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 ओ माई गड। आज रोशन टेक्रीको गेटअप हेर्न सक्नुहुन्छ दर्शक महानुभावहरू। उहाँ चाहिँ साह्रै नै ह्यान्डसम देखिनु भएको मलाई लाग्दैछ। ओ यो गर न। Oh, NC. Oh, I'm sorry. I don't need sugar. No sugar. Oh, extensive. देखेको तिमी त चुप हान्छ। आया आने मलाई आने। कुचु पुकुली कोले मेरे बाबुलाई कोले। बिचारा राम देखेर राम
स्कुलबाट चस्मा चाहियो मेरो सानीलाई म किनिदिन्छु ल हस् मेरो चस्मा हो यो भाइ बुढीको चस्मा लाएर हिरो बन्छस् बुढाको चस्मा लाएर टर्च खानुहोस् हजुर खरै जन्मिनु अब हामी ब्याक हुँदैछौँ लेट्स गो गाइस कस्तो लाग्दैछ त रोशनजी हजुरलाई मलाई त रमाइलो लागिरहेछ एकदम आज एकदम धेरै मजा पछि आइरहेछ, मजा मलाई। काम गर्दा गर्दा वाक्क भइसकेको थिएँ चढ्न सक्छु कि सम्झेको यार रश्मि दिदीलाई यस्तो चढ्न सक्दैन अरे म केटा मान्छेलाई यसरी पछि लाउनु पर्छ आऊ 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 ए गाइज रश्मि हाँस्छन् कि फेरि यस्ता छन् आफ्नो मान्छेहरू पनि आऊ आऊ हेरौँ त कति इजिली आउँदो रहेछ हेरौँ लड्लाई आयो आयो यस्तो नाथे अरे नाथे हेर बिजोक हरि बिजोक हेर आमामा खोलामा यस्तै त हो नि ल फोहोर भन्दो रहेछ आमामा हेर नाटक लौ हेर बिजोक हरि बिजोक हेर्नुहोस् गाइज अब कति मिनट लाग्छ हजुर तिमीलाई त्यो कुन गीतमा खेद्न मन छ अरे विराज भट्टको लङ्कोट लाएर अनि कुन गीत रे भन न थाहा भयो नि त्यो त भन न तिम्रो थाहा छैन थाहा छैन क्या मलाई ल सुन्नुपर्छ अब यहाँबाट उकालो सुरु हुन्छ हाम्रो रेडी मान्छेहरू मजाले आइरह आज त बिदा छ प्लस वेदर राम्रो छ अब क्यानाडामा मान्छे निस्किने भनेको अब यही समयमा त हो 3 महिना धेरै भयो 4 महिना नि अप्रिल लागिसक्यो राम्रोसँग होइन है त्यो हिलो रहेछ क्या हजुर निस्किन्छ 6-7 महिना निस्किन्छ तर अब गुड वेदर भनेको त गुड वेदर हो तर अहिले निस्किन थालिसक्यो अब उकालो चढ्नु पर्ने हुन्छ साथीहरू भगेको चहराले छाती मेरो पाखुरीमा अल्झे म त झुक्दैन झुक्ने नेपालको छोरी ला 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 माया गर्नु गाना गाइदेऊ न एउटा भर्खर गइरहेको छु तिमी माया गर्नु ल धेरै बजी यस्तै हिँड्यो गाउँको बाटो जाँदा तिमीहरूको फेरि खुर्गटमा यस्तै छ नि है उकालो पनि यस्तै अनि सुक्खा के अनि सुक्खा हो नि त उहाँ खुर्गोट फेरि होइन यस्तै सुक्खा फाइनली वी आर ब्याक अब चाहिँ हामी यहाँबाट स्कुटीमा जान्छौँ हामी चाहिँ यहाँबाट सरर तल 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 गएर आइयो ए हो त्यस्तो केही त छैन रहेछ तर फलमा दामी हुन्छ यहाँ होइन फलमा चाहिँ त्यो रुखहरू
एकदमै ब्युटिफुल देखिन्छ। अहिले चाहिँ राम्रो चाहिँ लाग्यो, वेदर राम्रो छ, सर र फ्रेस त भयो, तर हेर्नलाई त्यस्तो स्पेसल केही पनि रहेन रहेछ। तर ठिक छ, यसो फ्रेस भएन, बाहिर हिँड्न ओर्नलाई चाहिँ दामी ठाउँ। आयो आयो हिरो आयो हिरो। ओहो को हो सर हजुर? मलाई लिफ्ट दिने? ओ कहाँ जाने? तिमी कहाँ जान्छौ त्यही जाने। कस्तो आनन्द आयो यार, आज दामी वेदर। आज एक्सपेक्टै गरेको थिएन कि मैले भित्रबाट यस्तो दामी वेदर छ भनेर। अरसन कस्तो ब्युटिफुल छ यहाँबाटको सिन। यस्तो मजा आयो है आज। हामी चाहिँ अब फेरि अर्को ठाउँ जान लागेको यहाँबाट। यहाँ हाम्रो छोटो यात्रा मात्र भयो नि त, छोटो मिठो। अनि आज चाहिँ वेदर राम्रो छ भनेर रोशनले अर्को ठाउँ पनि लिएर जाँदै जान्छ। आयो गाइस रेडी? लेट्स गो है त। स्टे ट्युन स्टे ट्युन। हामी चाहिँ अर्को ठाउँमा पनि आइसक्यौँ र यहाँ एकदमै मान्छे छ। ओए के बित्ति मान्छे हो। लास्ट धेरै मान्छे। आज हलिडे प्लस वेदर दामी छ आफ्टर अ लङ टाइम। सो मान्छेहरू चाहिँ पुरै बाहिर निस्किरहेछन्। गाइस क्यान सी हियर मान्छेहरू एकदमै धेरै छ। कहिले यस्तो मान्छे थिएन कि आज त पुरा मान्छेहरू। ओहो नेपालमा जुलुसमा निस्केको जस्तो कि अहिले त्यस्तै छ यहाँ मान्छे। भोट केमा भनेर हिँडेको मान्छेहरू जस्तो छ। सो अहिलेको सिजन यही हो, पातहरू पुरै झऱ्यो। अब लेकहरू देखिन्छ यताउति। ल हिँडौँ है त, हिँड्दै जाऊँ। के देखिन्छ कसो कसो देखिन्छ म देखाइहाल्छु हजुरहरूलाई। ल ल ल ल भिडियो चाहिँ लास्टसम्म हेर्नै। फेरि हामी चाहिँ एकदम ब्युटिफुल ठाउँमा आइसकेको छौँ। हजुरहरूले मेरो पछाडि हेर्न सक्नुहुन्छ, एकदमै ब्युटिफुल छ। यो साइड चाहिँ हामी आएको थिएन नि, सो एकदम मान्छेको क्राउड छ। उता नजाऊँ अहिले एकछिन, यहाँ पनि एकछिन टाइम स्पेन्ड गरौँ भनेर आएको छौँ। यता हामी बसेको थिएनौँ कि सर्वै जान्थ्यौँ उतै। सो उता पनि गइदिउँ भनेर। कहाँबाट जाने हो यता? यता त बाटो छैन हजुर। त्यहाँ कहाँबाट पुग्ने हो? त्यहाँ ए ओके, तलबाट बाटो रहेछ। म हजुरहरूलाई देखाउँछु ल, कस्तो ब्युटिफुल देखेको। केही जाडो छैन कि आज। म त छक्क परेँ। म त यहाँ त चिसो हुन्छ होला भनेको त यहाँ पनि मस्त चिलमा हिँडिरहेको छु म यत्तिकै। वाउ वाउ सानी, केही चिसो छैन है। ल आहा कति राम्रो देखेको। राम्रो देखेछ? राम्रो देख्छ। अझै यताबाट यस्तो वाउ हेर्न सक्नुहुन्छ ब्युटी। यो ठाउँ ब्युटिफुल कि म ब्युटिफुल? के अरे को अरे म? यस्तो भएन है, भएन। फिसिङ गरिरहेको त मान्छेले पुरा। म त यहाँ त जाडो हुन्छ भनेर सोचेको थिएँ कि केही छैन। के हो जाडो भनेको? बिर्सिसक्यो नि क्यानाडाको मान्छेले। यस्तोमा हिँड्न चाहिँ म अलिक विक छु, तर रश्मिले सक्छ। ठाउँमा यति ब्युटिफुल केटी हेर्न सक्नुहुन्छ। मजा आइरहेछ। हजुरहरूलाई कस्तो लाग्यो ठाउँ कमेन्ट गर्नु ल। अझै हामी उता पनि जान्छौँ,
तर म एक्सपेक्टै गरेको थिइनँ कि लेकको साइडमा आएर पनि हामी यसरी बिन्दास बसिन्छ भनेर भनेपछि सोच्नु आफूहरू वेदर कस्तो छ भनेर भोलिबाट फेरि वेदर अलिक चिसो चिसो छ आज चाहिँ वेदर दामी छ कि ओपी छ कि मैले त एक्सपेक्टै गरेको थिइनँ कि यो ठाउँमा आएर पनि हामी यसरी आनन्दले इन्जोय गर्न सकिन्छ भनेर आजको दिनमा सो यस वी आर इन्जोइङ आई होप हजुरहरूले पनि इन्जोय गरिराख्नु भएको छ भिडियो हेरेर हेलो एभ्रिवान हामी चाहिँ अब उता नजाने भयो किन भन्दाखेरि एकदमै प्याक छ बाटो यस्तो भिड छ नि यस्तो क्रेजी त हामीले कहिले पनि देखेको छैनौँ हामी आएको 5-6 चोटि आइसक्यो भने अहिलेसम्म 5-6 चोटि आइसक्यौँ यस्तो मान्छेको क्रेज त कहिले देखेको थिएनौँ आज वेदर राम्रो बिदा अनि अब भर्खरै वेदर राम्रो हुँदैछ नि त अनि मान्छे निस्किरहन् एकदमै त्यो भएर होला अनि स्कुटी लिएर जानलाई एकदमै गाह्रो भयो बाटोमा अनि त्यहाँ फेरि सानो पुल छ त्यहाँ त पुल कटाउनलाई पनि झ्यावै हुन्छ क्या मान्छेलाई लास्ट डिस्टर्ब हुन्छ के हुन्छ हिँड्दै जानलाई पोसिबल छैन लामो छ यो बाटो सो हामी पछि आएर हजुरहरूलाई देखाउने नै छौँ अनि हामी चाहिँ आज यहीँबाट फर्किने निर्णय गऱ्यौँ भिडियो के कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला धन्यवाद थ्याङ्क यू फर वाचिङ बाई बाई